हेलो गाइस, नमस्ते सबैजनालाई। आज चाहिँ जस एउटा टपिकमा यसो भन्न मन लाग्यो होइन। मैले चाहिँ यो सुरुदेखि नै पहिले नेपालमा हुँदाखेरि नै यसो सुनिरहेको हुन्थ्यो कि ऱ्याट रेस मान्छेहरू ऱ्याट रेसमा हिँडिरहेछ भनेर भन्थ्यो कि होइन। अनि त्यसको असली मिनिङ चाहिँ मैले यस विदेशतिर धाउन लगाएपछि बल्ल थाहा भयो कि त्यो ऱ्याट चाहिँ एउटै रोलमा हिँडिरहेको हुन्छ, एउटै ठाउँमा दौडिरहेको हुन्छ, टाइमहरू मुभ भइरहेको हुन्छ। तर त्यस्तै गरी हाम्रो लाइफ पनि अहिले भनौँ न विदेशमा हुनेहरूले धेरैले रेकगनाइज गर्छ, त्यो चाहिँ महसुस गर्छ होइन। ड्युटी गयो, ड्युटी काम गर्यो, दिनभरि रुममा गयो, सुत्यो। डेली लाइफ चाहिँ त्यही चलिरहेको हुन्छ कि कमाएको पैसाहरू पनि पर्सनल इन्भेस्टमेन्ट भन्दा पनि फ्यामिलीहरू लोन चुकाउँदै जान्छ, फ्यामिलीलाई पाल्दा जान्छ। आफ्नो पर्सनल खर्चहरू खानु पर्यो, लाउनु पर्यो होइन। हामी ऱ्याट रेसमै चलिरहेछौँ। त्यही भएर चाहिँ मैले चाहिँ अब यङ एज अहिलेको जस नेपालमा हुनु पढिरहेको भाइ बहिनीहरूलाई चाहिँ म चाहिँ के भन्छु, जस हाम्रो पनि स्कुलहरूमा होइन कलेजहरूमा हामीलाई चाहिँ कमाउने, कसरी आफ्नो स्किल डेभलप गर्ने, कसरी आफूले माइन्डसेट गर्ने, बिजनेसको बारेमा, इन्टरप्रेन्योरको बारेमा होइन, त्यो कुराहरू चाहिँ सिकाउँदैन कि। सानैदेखि नै हामीलाई चाहिँ के सिकाउँछ, हामीले काम गर्नुपर्छ, स्यालेरी कमाइन्छ, खानुपर्छ, त्यही हो होइन। हामीलाई बिजनेसम्यान माइन्डसेट, तिम्रो इन्टरप्रेन्योर माइन्डसेट, त्यो कुराहरू कसैले सिकाउँदैन कि। त्यही भएर मैले चाहिँ रेकमेन्ड के गर्छु अहिलेको भाइ बहिनीहरूलाई, जस आफूमा एउटा स्किल चाहिँ डेभलप गर्नुपर्छ। चाहे पढाइ तिम्रो होस् नहोस् होइन, तिमीसँग स्किल छैन भनेपछि पनि तिम्रो सक्यो कि। जति पढ्यो भने पनि तिमीले अब जब खोज्नु पर्यो, जब खोज्नलाई त्यत्रो पढेर पनि तिमीलाई जबै खोज्नुपर्छ होइन। आफैले खोज्नुपर्छ गएर, जबमा स्यालेरी कति हुन्छ आफूलाई चित्त बुझ्दैन होइन। त्यत्रो पढाइ लेखाइ गरेर, त्यत्रो खर्च गरेर पढेर पनि त्यही स्ट्रगलमै आउनु छ भनेपछि अभियसली एउटा स्किल चाहिँ म्याटर गर्छ कि। सोच्नुहोस्, अझै जो सानसाना भाइ बहिनीहरू हुनुहुन्छ होइन, अब हामीले गर्ने कुराहरू अझै पनि अब गर्न सकिन्छ होला, तर यो ऱ्याट रेसमा परिसकेपछि चाहिँ निस्किन चाहिँ धेरै गाह्रो छ कि, धेरै गाह्रो छ। होप सबै कुराहरू ठिक हुन्छ। अहिलेको भाइ बहिनीहरूलाई चाहिँ है स्पेसल्ली स्किल डेभलप गर्नुहोस्, एउटा बिजनेसम्यान माइन्डसेट बनाउनुहोस्, पैसा कमाउनुहोस्। मेन कुरा पैसा कमाउने हो।